पनि फेरि मैले नयाँ र फरक किसिमको डकुमेन्ट्री स्टोरी ल्याएर आइसकेको छु। यसको टाइटल रहेको छ गाउँको उद्धारकर्ता। यसमा मेन पात्र रहेका छन् गाउँको मुखिया। हिमालको काखमा रहेको एउटा सुन्दर गाउँ थियो। गाउँका सबै मानिस मेहनती, इमान्दार र सहयोगी थिए। तर गाउँको समुदायको मुखिया भने अत्यन्त लोभी र स्वार्थी थियो। उसले गाउँको विकास भन्दा पनि आफ्नो नाम र प्रतिष्ठा कमाउनु थियो। गाउँको उच्च पहाडी क्षेत्रमा भएकाले खेतीका लागि पानी ठूलो समस्या थियो। वर्षायाम बाहेक खेतहरू सुक्खा हुन्थ्यो र किसानहरूले राम्रो बाली उत्पादन गर्न सक्दैनथे। यही कारण गाउँका धेरै परिवार गरिबी बाँचिरहेका थिए। त्यही गाउँका एक युवा जसले देशको प्रतिष्ठा विश्वविद्यालयबाट आफ्नो अध्ययन पूरा गरेका थिए, सहरबाट आफ्नै गाउँ फर्किए। उनका बुबा पनि किसान थिए र वर्षौंदेखि पानीको अभावका कारण दुःख झेलिरहे। गाउँ फर्किएपछि उनले आफ्नो बुबाको मात्र होइन, सम्पूर्ण गाउँको पीडा सुने। त्यसपछि उनले गहिरो भूमिगत पानीको सतह तान्न सक्ने अत्याधुनिक शक्तिशाली मोटरको प्रयोग गरे। उनले कुनै शुल्क नलिई सबै गाउँलेहरूको खेतमा पानी पुर्याइदिए। केही महिनामै गाउँभरि हरियाली फैलियो। किसानहरूले जीवनकै सबैभन्दा राम्रो उत्पादन गरे। बजार राम्रो मूल्य पाए। सबैको आर्थिक अवस्था सुधारियो। गाउँभर खुसी छायो। सबैले युवालाई सम्मान गर्न थाले। तर मुखिया भने भित्रभित्रै डाहाले जल्न थालेको। गाउँका सबै युवाको प्रशंसा गर्न थालेपछि उसको प्रतिष्ठा घट्दै गएको थियो। तर ती युवाले कहिल्यै पैसा कमाउने उद्देश्य राखेनन्। उनले लगातार 5 वर्षसम्म गाउँलाई निस्वार्थ सेवा गरे। समय बित्दै गयो। एक दिन उनका बुबा गम्भीर रोगबाट बिरामी परेका थिए। उपचारका लागि धेरै पैसा आवश्यक थियो। आफूसँग वर्षौंसम्म सहयोग गरेकाले गाउँले कठिन समयमा साथ दिन्छन् भन्ने विश्वास थियो। साथ उनी सहयोग माग्न पुगे। तर यसअघि नै लोभी मुखियाले गाउँभर एउटा झुटो हल्ला फैलाइसकेको थियो। त्यो युवक ठग हो। उसले अब सबैको पैसा लिएर भाग्ने योजना बनाएको छ। मुखियाले सबै गाउँलेहरूलाई पहिले नै भनिसकेको थियो। मुखियाको कुरा गाउँलेहरूले पत्याए। किन नपत्याउन्, जो कि वर्षौंदेखि मुखियाले त्यो गाउँमा राज गर्दै आएको छ। सबले उसको सम्मान गर्दै थिए। तर बीचमा एउटा व्यक्ति आयो जो दुई समाजको सहयोग गरिरहेको थियो। आज उसलाई नै बिरामी पर्दा कसैले सहयोग गरेन। कसैले पनि युवालाई सहयोग गरेनन्, बरु उनलाई अपमान गरे। सहयोग गर्नु सट्टा उनलाई जो वर्षौंदेखि नै 5 वर्ष लगातार सहयोग गरेको थियो उसलाई अपमान गरे। मैले 5 वर्षसम्म कुनै स्वार्थ नराखी तपाईहरूलाई सेवा गरे। आज मेरो बुबाको ज्यान बचाउन सहयोग माग्दा तपाईहरू किन विश्वास गर्नु हुँदैन? उनले आफ्नो बुबाको अवस्थाबारे सबै बताए। तर मुखियाको झुटो प्रचारले सबैको मन परिवर्तन भइसकेको थियो। अन्त उपचारको अभावमा उनका बुबाको मृत्यु भयो। बुबाको मृत्युले युवक पूर्ण रूपमा भत्किए। तर उनले बदला लिन होइन, आफ्नो बाटो रोज्न निर्णय गरे। केही दिनपछि उनी गाउँमा फर्किएर सबै गाउँलेहरूलाई भेला हुन आग्रह गरे। उनले केही कागजातमा सबै गाउँलेहरूको हस्ताक्षर गराए र अन्त्यमा मुखियाबाट पनि छाप र हस्ताक्षर गराए। मुखियाले गाउँलेहरूलाई पहिल्यै नै भनिसकेको थियो, एउटा ठूलो कम्पनीमा आउँदैछ। उनीहरूले अझ शक्तिशाली मोटर जडान गरिदिन्छन्। कसैले पनि कागजात राम्रोसँग पढेनन्। त्यसपछि गाउँलेहरूले युवकलाई गाउँबाट निकालिदिए। उनले आफ्नो मोटर उठाएर सदाका लागि गाउँ छोडे। उनले सस्तो मूल्यमा एउटा ठूलो तर बाँझो जमिन किने। त्यहाँ न नदी थियो त कुनै पानीको स्रोत थियो। सबैले उनलाई यस्तो जमिन नकिन्न सल्लाह दिएका थिए।
तर उनलाई एउटा कुरा मात्र थाहा थियो, उनको शक्तिशाली मोटर गहिरो भूमिगत पानी सजिलै सतहमा ल्याउन सक्छ। किनकि पहिला पनि त्यसले अर्को गाउँबाट पानी सतहमा ल्याएर वर्षौंदेखि उत्पादन नभएको बालीलाई उत्पादन गरेर देखाइसकेको थियो। तर त्यो गाउँबाट त्यहाँका मानिसहरूले त्यसलाई गाउँबाट निकालिसकेका थिए। त्यही विश्वासका साथ उनले नयाँ जीवन सुरु गरे। भाग 2 अवश्य आउनेछ, तर यसलाई माया गरिदिनु होला। हस्त।